आराम गर्नको लागि कुनै किसिमको कुर्सी चाहिँदैन। यहाँ प्राकृतिक रूपमा निर्माण भएका यी रुखका ठुला ठुला हाँगाहरू छन्, यसरी तेर्सिएका हाँगाहरू छन्। यही हाँगामा अडेसा लागेर पनि हामी आराम गर्न सक्छौँ। र चटपटे खानको लागि विशेष खालको चम्चाको प्रयोग गरिएको छ। यो चाहिँ हाम्रो नेपाली शैली हो। छपक्कै पहेँलै फुलहरूले छोपिएको ठाउँ, ढाकिएको ठाउँ। हेलो सेवा अनि नमस्ते साथीहरूलाई म मेरो यो युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। धेरै दिनको अन्तरालपछि आज ट्राभल ब्लगको भिडियो बनाइरहेको छु साथीहरू। यो विन्टरको समयमा घुमघामको कार्यक्रमहरू खासै भएन, त्यसैले भिडियो पनि बनाइएन र भिडियो अपलोड गर्न सकिएन साथीहरू। र आज चाहिँ हामी एउटा विशेष ठाउँमा जाँदैछौँ र साथीहरूलाई म त्यहाँ पुगिसकेपछि त्यो ठाउँको बारेमा जानकारी गराउने नै छु। साथीहरू, अहिले हामी हाम्रो गन्तव्य नजिकै आइपुगिसकेका छौँ। यो चाहिँ कार पार्क हो र हामीले हाम्रो साधनलाई यहाँ पार्क गरेर अब अगाडि बढिरहेका छौँ। आज मौसम पनि एकदमै राम्रो छ, खुला छ, मजाले घाम लागेको छ। त्यसो भएकोले गर्दाखेरि आजको घुमघाम रमाइलो हुन्छ भन्ने लागेको छ। आजको हाम्रो घुमघामको गन्तव्य चाहिँ यही रहेको छ। यो चाहिँ भजिने वाटर हो। विन्जर ग्रेट पार्क, यसलाई भजिने वाटर पनि भनिन्छ। अलिक पर हामी अहिले देख्न सक्छौँ ठुलो तलाउ। यो अगाडि देखिएको चाहिँ क्याफे हो। यहाँ घुम्न आउनेहरूलाई भोक लागेको बेला, प्यास लागेको बेला यहाँ आएर खाजा पानी खान मिल्छ। अहिले वसन्त ऋतुको आगमन सँगसँगै हामी हरियाली पनि देख्न सक्छौँ। अहिले हरियाली नै चाहिँ भइसकेको छैन। हामी देख्न सक्छौँ अगाडि रुखहरू पातबिहीन छन्, सुकेका रुखहरू जस्तो देखिन्छन्। र अब केही समय पश्चात यी रुखहरूमा नयाँ पालुवा पलाएर हरिया हुन्छन्। अब हामी एकैछिन पश्चात यो भजिने वाटर पार्कमा घुम्नेछौँ। भित्र पनि पुग्नेछौँ हामी र त्यहाँको वस्तुस्थिति के कस्तो छ हामी अवलोकन गर्नेछौँ। अहिले वसन्त ऋतुको समय हो र अब यो वसन्त ऋतुको समय सँगसँगै ग्रीष्म ऋतु पनि आउँदैछ र घुमघामको लागि एकदमै माहौल बनिराखेको छ। दिनहरू पनि लम्बिरहेका छन् र एकदमै घुमघाम गर्नको लागि
लामो दिन एकदमै रमाइलो खुल्ला समय हुनेछ। साथीहरू, म अहिले भर्जिनिया वाटरमा छु र धेरै समय पश्चात भिडियो बनाइरहेको छु। यो विन्टर समयमा चाहिँ विशेष गरेर जाडो याममा घुमघामको वातावरण नभएकोले गर्दाखेरि हामी घुमघामको लागि निस्केका थिएनौँ। त्यसै भएर पनि भिडियो बनाउन सकिएन। साथीहरू, म अहिले यो पोखरीको नजिकै पुग्न लागेको छु। निकै ठुलो तलाउ छ यहाँनिर। विशेष गरेर यो वसन्त ऋतुको समयमा यो भर्जिनिया वाटर के कस्तो देखिँदो रहेछ आज म अवलोकन गर्नेछु र यो भिडियोमा त्यही कुराहरू समेटिनेछन्। साथीहरू, अहिले हामी पार्कमा छौँ र यो पार्कको भित्री भागतिर अगाडि बढिराखेका छौँ। अहिले वसन्त ऋतुको आगमन भइराखेको छ र भर्खर केही बोट बिरुवामा हामी पालुवा लागिरहेको हामी देख्न सक्छौँ। धेरैजसो रुखहरूमा त अहिले पालुवा लागेकै छैनन्। यी रुखहरू मरेतुल्य देखिन्छन्, पातविहीन छन्। हाम्रो टोली अगाडि जाँदै हुनुहुन्छ र म पछि गइराखेको छु। साथीहरू, अहिले हामी पार्कको भित्री भागतिर अगाडि बढिरहेका छौँ। अगाडिको दृश्य सुन्दर देखिन्छ। आकाश निलो अनि सेतो बादल पनि देख्न सकिन्छ। र अब हामी अगाडि फेरि यो पोखरीको माथिल्लो भागतिर आइपुगिसकेका छौँ। अघि भर्खर हामीले जुन देख्यौँ ठुलो तलाउ, त्यो तलाउको माथिल्लो भाग हो यो र यहीँबाट पानी बगेर तल जाने गर्दछ। र अब हामी यो पोखरीको बिचमा बनेको बाटो हुँदै अगाडि जानेछौँ। साथीहरू, अहिले हामी एउटा निकै अग्लो पोल भएको ठाउँमा आइपुगिसकेका छौँ र त्यो पोलको बारेमा चाहिँ यहाँनिर उल्लेख गरिएको छ, विन्जर टोटेन पोल। यो अग्लो पोल जुन अगाडि देखिन्छ यो चाहिँ विन्जर टोटेन पोल रहेछ र यो चाहिँ निकै पुरानो 60 वर्षभन्दा पुरानो पोल रहेछ। यो स्तम्भ यहाँनिर राखिएको चाहिँ निकै समय भएछ, 60 वर्षभन्दा पुरानो रहेछ यो स्तम्भ। र यो स्तम्भ चाहिँ काठको जस्तो देख्न सकिन्छ। केबाट बनेको हो त्यो चाहिँ मैले भन्न सकिनँ, तर यो झट्ट हेर्दा चाहिँ काठले बनेको जस्तो देख्न सकिन्छ।
र यो स्तम्भमा विभिन्न खालका आकृतिहरू कोरिएका छन्। यो स्तम्भलाई म अलिकति नजिकबाट हेर्ने प्रयास गर्नेछु र यहाँ भएका आकृतिहरूलाई देखाउन प्रयास गर्नेछु। यसरी चाहिँ विभिन्न खालका आकृतिहरू कुदिएका छन् यो स्तम्भमा र यो स्तम्भ हेर्दै गर्दाखेरि चाहिँ यो स्तम्भ काठले बनेको जस्तो लाग्छ। यसरी विभिन्न खालका आकृतिहरू कुदिएका छन्। अब यो विन्जर टोटेम पोललाई अवलोकन गरिसकेर अब हामी फेरि अगाडि बढ्नेछौँ साथीहरू। यो पार्कभित्र धेरै ट्र्याकहरू छन् र अहिले चाहिँ हामी यो ट्र्याक भएर अगाडि बढिरहेका छौँ। यहाँ एउटा सूचना रहेछ, साइकल चलाउन नपाइने सूचना र कुकुरहरूलाई चाहिँ साथसाथै डोर्याउनु पर्ने त्यस्तो खालको सूचना रहेछ। अहिले पार्क उजाड जस्तो देखिन्छ किनकि रुखहरूमा मुना पलाएका छैनन्, सबै सुकेका जस्ता देखिन्छन्। अब वसन्त ऋतुको आगमन हुँदै गर्दा यी रुखहरूमा पालुवा पलाउनेछन् र फेरि हरियाली छाउनेछ। अहिले यो भर्जिनिया वाटरको मुख्य आकर्षण भनेको वसन्त ऋतु सँगसँगै फुल्ने जुन डेफोडिल्स फुल छ र जुन ठाउँमा त्यो डेफोडिल्स फुल फुलेको छ र त्यो ठाउँ चाहिँ अहिलेको यो भर्जिनिया वाटरको मुख्य आकर्षण हो र अहिले हामी त्यतातर्फ लागिरहेका छौँ। यो पनि एक प्रजातिको गुराँसको फुल हो। त्यस्तै गरेर यता पनि गुराँसका फुलहरू छन्। अहिले कोपिला लागिरहेको हामी देख्न सक्छौँ। यी सबै गुराँसका फुलहरू हुन्। यसरी कोपिला लागिरहेको हामी देख्न सक्छौँ, फुल्न लागेको छ। अहिले हामी त्यो डेफोडिल्स फुल फुलेको ठाउँतिर जान खोजिरहेका छौँ र कतातिर हो हामी अल्मलेर यहाँनिर घुमिरहेका छौँ। निकै ठुलो क्षेत्रफल ओगटेको छ यो भर्जिनिया वाटर पार्कले। त्यसो हुनाले चाहिँ हामी कहिलेकाहीँ जान खोजेको ठाउँमा पनि पुग्न सकिरहेका हुँदैनौँ। एकदमै ठुलो पार्क छ यो। अब फुल फुल्ने मौसम सुरु भएको छ। कतिपय फुलहरू
फुलिरहेका छन्। भर्खर फुल फुल्ने सिजन सुरु भएको छ। ल अहिले चाहिँ हामीले खोज्दै गरेको ठाउँ डेफोडिल्स फुलेको ठाउँतिर आइपुग्न लागेका छौँ। यो वसन्त ऋतुको आगमन सँगसँगै फुल्ने डेफोडिल्स फुल, नर्गिस फुल फुलेको ठाउँमा आइपुग्न लाग्यौँ अहिले हामी। अलिकति अगाडि रहेको छ डेफोडिल्स फुल फुलेको ठाउँ र एकैछिनमा हामी त्यहाँ पुग्नेछौँ। साथीहरू, अहिले हामी हाम्रो घुमघामको मध्याह्नमा आइपुगिसकेका छौँ। यो इन्टरभलको समयमा हामी आराम गर्दै खाजा खाने कार्यक्रम पनि रहेको छ साथीहरू। र हाम्रो टोली अहिले खाजा खानको लागि एकदमै तमतार भएर बसिराख्नु भएको छ। र आजको खाजाको रूपमा रहेको छ नेपाली परिकार चटपटे। र चटपटे खानको लागि विशेष खालको चम्चाको प्रयोग गरिएको छ। यो चाहिँ हाम्रो नेपाली शैली हो, चटपटे खाने नेपाली शैली हो। र यहाँ पास्ता छ, पानीपुरी। यसरी चाहिँ आजको खाजा पानीको पनि जो भएको छ। र अब यो कार्यक्रम समाप्त भएपछि हामी फेरि हाम्रो घुमफिरको कार्यक्रमलाई सुचारू गर्नेछौँ र हामी अगाडि बढ्नेछौँ। विशेष गरेर यो डेफोडिल फुल फुलेको ठाउँमा जानेछौँ हामी साथीहरू। केही छिनको विश्रामपछि फेरि हाम्रो यात्रा अगाडि बढ्छ र अहिले हामी डेफोडिल्स फुल फुलेको ठाउँमा जाँदैछौँ। यहाँ जताततै पहेँलै फुल फुलेको हामी देख्न सक्छौँ। यी पहेँला फुलहरू नै हुन् डेफोडिल्स फुल। र अगाडि एउटा पुल छ, सानो पुल छ। अब यो पुल पारी जानेछौँ हामी। कति मजाको पुल रहेछ यहाँनिर सानो।
अब हामी देख्न सक्छौँ यहाँनिर पहेँलै फुलहरू देख्न सक्छौँ भुइँभरि। यी फुलहरू नै हुन् डेफोडिल्स। र बाक्लै डेफोडिल्स भएका ठाउँतिर हामी जाँदैछौँ अहिले। वसन्त ऋतुको आगमन सँगसँगै फुल्ने यो डेफोडिल्स यतिखेर यो भजिने वाटर पार्कको मुख्य आकर्षण रहेको छ। अब यहाँ यी डेफोडिल्स फुलहरूसँगै अन्य फुलहरू पनि फुल्न थाल्छन्। छपक्कै पहेँलै फुलहरूले छोपिएको ठाउँ, ढाकिएको ठाउँमा पुग्न लाग्यौँ अहिले हामी। र यी पहेँलै देखिएका फुलहरू चाहिँ डेफोडिल्स फुल हुन्। भुइँ नै छपक्क छोपिएको छ, ढाकिएको छ यी डेफोडिल्स फुलहरूले। पहेँला डेफोडिल्स फुलहरूले ढाकिएका छन्। र यी फुलहरूमा फोटो खिच्ने, भिडियो बनाउनेहरू पनि हामी देख्न सक्छौँ अगाडि। यी डेफोडिल्स फुलहरूलाई नेपालीमा नर्गिस फुल भनेर भनिन्छ। र यी नर्गिस फुलहरू, डेफोडिल्स फुलहरू विशेष गरेर पहेँला रङका हुन्छन् र सेता रङका पनि पाइन्छन्। सामान्यतया पहेँला हुन्छन्। र यी डेफोडिल्स फुलहरूले चाहिँ विशेष गरेर नयाँ सुरुवातको प्रतीकको रूपमा हामीले बुझ्न सक्छौँ डेफोडिल्स फुललाई। र यी डेफोडिल्स फुलहरूले आशा र खुसीको सङ्केत पनि गरेको हुन्छ। यो वसन्त ऋतुको आगमन सँगसँगै यो फुल फुल्ने भएकोले गर्दाखेरि डेफोडिल्स फुललाई वसन्त ऋतुको आगमनको रूपमा पनि हामीले हेर्न सक्छौँ। साथीहरू, अहिले म यो भर्जिनिया वाटरको विशेष गरेर डेफोडिल्स फुल फुलेको ठाउँमा आइपुगिसकेको छु। पहेँलै फुल फुलेको ठाउँमा आइपुगिसकेको छु र यी पहेँला फुलहरू चाहिँ डेफोडिल्स फुलहरू हुन्। डेफोडिल्स फुलका जराहरूमा चाहिँ गानाहरू हुन्छन्, प्याज जस्तै गानाहरू हुन्छन् र ती गानाहरू चाहिँ निकै विषालु हुन्छन्।
यी फुल फुलिसकेपछि ती गानाहरू जमिनमै रहन्छन् र पछि फेरि यही सिजनमा त्यो गानाबाट मुना पलाएर बढ्दै जान्छ र यसरी डेफोडिलहरू फुल्छन्। अहिले भर्जिनिया वाटर पार्कमा फुल फुल्न भर्खर सुरु भएको छ। यसरी गुराँसका फुलहरू फुल्दैछन्, कोपिला पनि लागिरहेका छन्। यी अगाडिका सबै गुराँसका फुलहरू हुन्, कोपिला लागिरहेका छन्। अहिले यी मसिना मसिना झ्याङहरू पनि गुराँसकै बोटहरू हुन्। अब करिब 1 महिना पछि चाहिँ यो जङ्गल फुलै फुलले ढाकिनेछ, जताततै फुलै फुल हुनेछ। अहिले भने चाहिँ भर्खर सुरुको अवस्था छ। यसरी विभिन्न प्रजातिका गुराँसहरू हामी देख्न सक्छौँ। यहाँ यो चाहिँ पिङ्क कलरको हो भने यी नजिकै अर्को सेतो रङको पनि हामी देख्न सक्छौँ गुराँसको फुल। यता भने अर्कै फुल हामी देख्न सक्छौँ। यो पनि सम्भवतः गुराँसको फुल नै हुन सक्छ। अलिक अगाडि रातो गुराँसको फुल हामी देख्न सक्छौँ। यहाँ चाहिँ हामी एकदमै गाढा रातो रङको गुराँसको फुल देख्न सक्छौँ। यसरी बोटैभरि ढकमक्क लाली गुराँस फुलेका छन्। यी फुलहरूलाई यसरी हेरिरहँदाखेरि मलाई हाम्रै नेपालको तिनजुरे भन्ने ठाउँमा यसरी नै विभिन्न प्रजातिका रङबिरङका गुराँसका फुलहरू फुलेको भिडियो फोटोहरू देख्दाखेरि जस्तो आनन्द महसुस हुन्छ त्यस्तै अनुभूति भइराखेको छ अहिले। र म केही समयपछि फेरि यो ठाउँमा घुमफिरको लागि आउनेछु। अहिले फुल फुलिहालेको छैन, फुल फुलिसकेको छैन, फुल भर्खर फुल्न थालेको छ। त्यसो हुनाले यहाँ धेरै फुलहरू देख्न सकिन्न। अहिले करिब 1 महिना पछाडि भने यहाँ विभिन्न प्रजातिका रङ्गी-चङ्गी फुलहरू हामी देख्न सक्छौँ र त्यतिखेर भने म आएर फेरि यहाँ भिडियो बनाउने छु। अहिले भने साँझ पर्न लागिसकेको छ। त्यसो हुनाले अब हामी घर फर्किने तर्खरमा छौँ।
आजको घुमघाम करिब टुङ्गिन लागेको छ। अब हामी घरतर्फ फर्कनको लागि अगाडि बढिरहेका छौँ। हाम्रो टोली अगाडि पुगिसकेको छ। म पनि टोलीको पछि पछि जाँदैछु। यी अगाडि देखिएका झ्याम्मा परेका बुट्यानहरू सबै गुराँसका बोटहरू हुन्। गुराँस कुनै किसिमको कुनै न कुनै प्रजातिको गुराँसको बोटहरू हुन्। यी बोटहरूमा गुराँस चाहिँ एकदमै झपक्क फुलेको अवस्थामा साँच्चै नै कति सुन्दर देखिन्थ्यो होला। अब 1 महिना पछाडि चाहिँ पक्कै पनि त्यो खालको दृश्य हामी यहाँ देख्न सक्छौँ। अहिले भने फुल फुलिसकेको छैन, सबै कोपिला लाग्ने क्रममा छ। अब अहिले यहाँ युकेमा वसन्त ऋतुको आगमन सँगसँगै घुमफिर गर्ने माहौल पनि बन्दै गइरहेको छ। अब बिस्तारो बिस्तारो दिनहरू पनि लम्बिँदै जान्छन् र एकदमै उज्याला दिनहरू, खुल्ला दिनहरू आउँछन् र घुमफिर गर्न पनि अलिकति रमाइलो हुनेछ। र यही क्रममा मेरा भ्लगहरू, ट्राभल भ्लगहरूको सङ्ख्या पनि अब थपिँदै जानेछ पक्कै पनि। मैले अघि पनि भनिसकेँ, अब म फेरि पनि करिब 1 महिना पछाडि यो ठाउँमा आउनेछु र यहाँको बदलिँदो दृश्यलाई फेरि म भिडियोमा समेट्ने प्रयास गर्नेछु। अहिले जे जस्तो यहाँ दृश्य हामीले देखिरहेका छौँ, पक्कै पनि अब 1 महिना पछाडिको दृश्य भिन्नै हुनेछ। एकदमै सुन्दर हुनेछ, फुलै फुलले भरिएको हुनेछ। अब हामीलाई यहाँ आराम गर्नको लागि कुनै किसिमको कुर्सी चाहिँदैन। यहाँ प्राकृतिक रूपमा निर्माण भएका यी रुखका ठुला ठुला हाँगाहरू छन्, यसरी तिर्सिएका हाँगाहरू छन्। यही हाँगामा अडेसा लागेर पनि हामी आराम गर्न सक्छौँ। हाम्रो टोली अहिले फेरि एकैछिन विश्रामको लागि यो रुख भएको ठाउँमा यसरी बसिरहेका छौँ। अहिले हामी फर्किने क्रममा फेरि यो पोखरीको छेउमा आइपुगिसकेका छौँ। र हाम्रो टोलीका 2 सदस्य चाहिँ पछाडि नै छन् र अहिले हामी एकैछिन यहाँ पर्खेर बसिरहेका छौँ। हाम्रा टोलीका अन्य सदस्यहरू
पर आउँदैछन् र उनीहरू आइपुगिसकेपछि फेरि हामी घर फर्किने हाम्रो जुन यात्रा छ त्यसलाई अगाडि बढाउनेछौँ। हाँसलाई खानेकुरा दिँदै हुनुहुन्छ र हाँस चाहिँ एकदमै खुसी भएर खानेकुरा खाइरहेको छ अहिले। र हाम्रो टोली आइ पनि पुगिसकेको छ र अब हामी अगाडि बढ्नेछौँ घरतर्फ। अहिले हामी पार्किङ एरिया नजिकै आइपुगिसकेका छौँ र अब पार्किङ बापत हामीले केही शुल्क तिर्नुपर्ने हुन्छ र शुल्क तिरिसकेपछि हामी घरतर्फ लाग्नेछौँ। घुमफिर गरेर अहिले हामी फेरि पार्किङ एरियामा आइपुगिसकेका छौँ र अब हामी यहाँ पार्किङ बापत तिर्नुपर्ने शुल्क तिरेर घरतर्फ लाग्नेछौँ र पार्किङ शुल्क तिर्ने ठाउँ चाहिँ यहाँ छ। ल अहिले हामी पार्किङ शुल्क तिर्दैछौँ र यहाँ चाहिँ 15 पाउन्ड देखाएको छ र कार्डबाट हामी पेमेन्ट गर्छौँ। पेमेन्ट भइसकेको छ र अब हामीलाई रिसिट प्राप्त हुन्छ। रिसिट प्राप्त भइसकेको छ। यो रिसिट चाहिँ अहिले हामी एक्जिट हुँदाखेरि प्रयोग गर्छौँ। अहिले हामी एक्जिट पोइन्टमा आइसकेका छौँ र हामीले प्राप्त गरेको रिसिट कार्ड चाहिँ यहाँ अहिले हामी यो स्लटमा हामी इन्सर्ट गर्छौँ। अहिले हामी एक्जिट भइसकेका छौँ र अब घरतर्फ जानको लागि अगाडि बढिसकेका छौँ। अब करिब 30 मिनटको यात्रा रहनेछ घरसम्मको। साथीहरू अहिले हामी रिटर्न जर्नीमा छौँ र घरतर्फ लाग्नको लागि चाहिँ हामी अहिले अगाडि बढिरहेका छौँ। साँझ परिसकेको छ। साथीहरू आजको घुमघाम सिद्ध्याएर घर आइपुगिसकेका छौँ र आजको घुमघाम विशेष गरेर भर्जिनिया वाटरको डेफोडिल फ्लावर जुन अहिले वसन्त ऋतुको आगमन सँगसँगै फुल्ने फुल थियो र त्यो फुल लगायत अन्य कुराहरू पनि हामीले अवलोकन गऱ्यौँ र ती सबै कुराहरू समेटेर आजको यो बनाइएको भिडियो
साथीहरूलाई के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला साथीहरू। अर्को भिडियोमा भेट हुने नै छ। त्यतिन्जेलको लागि सी यू, बाई बाई।